हेलो साथीहरू सबैले साउन्ड बढिआयो है। ल हेलो साथीहरू तिमीहरू सबैलाई वेलकम छ मेरो भ्लगमा। अनि अब चाहिँ मेरो नाम चाहिँ अब तपाईँलाई थाहा नै होला, सुस्मिता मजकोटी। अब त के भन्ने आउन मलाई पनि। अनि अब भ्लगै के हो म त भ्लगको नाममा ब्लग बना जस्तै हो। अनि भयो कि नै। अनि चाहिँ आज कि साथीहरू म चाहिँ एकदम बेरोजगारी है। अब तपाईँलाई थाहा नै छ मलाई सब्जेक्ट लाग्यो एसीमा। अनि काम खोज्न हिँडेको म बेरोजगारी, म 2-3 दिनदेखि भौतारिँदै हिँडेको। मेरो साथी पनि छ क्या, अहिले म देखाउँछु है। म र मेरो साथी काम खोज्दैको आज कति दिन भयो, अहिलेसम्म काम पाएन। अनि त्यही भएर आज हामी जब सेन्टर जान लागेको। हिजो पनि गएको, अनि आज चाहिँ हिजो बुझ्न गयौँ। अनि आज चाहिँ अब काम के हो यसो बुझ्न जान लागेको साथीहरू। अब तपाईँहरू पनि हेरिराख्नु होला है। अब अरू त मलाई केही भन्ने आउन्न, अब काहीँ मिस्टेक भयो भने मलाई भन्नु होला है। अनि अब बाँकी कुरा नगरौँ, अब म चाहिँ यहाँ रोक्छु अनि अहिले उता गएपछि बनाउँछु है। अनि के भइरहेछ, मैले काम पाएँ कि नै त्यो हेर्नु होला। अब नेपालमा त त्यही काम त्यति राम्रो काम त छैन, त्यही 10-12 हजार मात्रै हो। त्यही हो साथीहरू, नेपालमा त काम छैन, त्यही भन्न चाहन्छु ल साथीहरू। मेरो बेरोजगारी साथीले हेर्नु होला। हामी चाहिँ दुईजना यस्तै भौतारिँदै यहाँ आएको है। हामी दुईजना चाहिँ अब राम्रोसँग फेसियल ल भाइरल हुन्छ तिमी पनि ल यता हेर। हामी दुईजना चाहिँ यस्तो परिस्थितिमा आएछौँ साथीहरू, यस्तो परिस्थितिमा मैले फेरि के है ह्यान्सी केटा परोस् भनेर गाडीमा गरेको एउटा बा पर्नु, एउटा ह्यान्सी केटा परोस् भनेर उस गरेको एउटा बा पर्नु भएको बसमा। हामी चाहिँ जब सेन्टर जानु लाग्यो। मैले फेरि नाग्नु ल्याउनु बिर्सेँ साथीहरू। क्या नि पैसा हेर्नुहुन्छ मेरो त 25 रुपियाँ लिएको यार, कार्ड ल्याएको भनेको 25 लियो धन्न। मेरो त दिदीको कार्ड ल्याएको चाहिँ अनि के भन्यो नि यही बिर्सिन्छु दिदीको कार्ड ल्याएको छु भनिदिने। कति पत्र नि त बचाउनै पऱ्यो पैसा त। अब साथीहरू हामी त्यस्तै बेरोजगारी परियो। अब बेरोजगारी नि यति पऱ्यो कि अब यति हैरान, काम खोज्दा यति हैरान भएको छ साथीहरू। के भन्नु म तपाईँहरूलाई, यस्तै हुन्न देख्यो यस्तो भयो। अब चाहिँ हामी साथीहरू अब चाहिँ हामी जान लागेको के अरे काम हेर्न। अब कस्तो के हुन्छ अब हेरिराख्नु होला है सबैले। अनि अब चाहिँ साथीले नि एउटा काम त पाइन्, तर के पाइन् साथी मलाई हँसमा पुऱ्याइदेऊ है। यता ओ मम्मी यता मन यस्तै ठाउँमा गाउने गरेर उस गर्नुपर्छ कि है, पैसा त आउँथ्यो कि है। मेरो साहेब नै हेर्दै त साथी हेरिदिन्छ। र साथीहरू अब चाहिँ हामी अब यस्तै बेरोजगारी पर्यो है। हामी यति बेरोजगारी पऱ्यौँ है, यति पऱ्यौँ कि तपाईँलाई म बयान पनि गर्न सक्दिनँ, यस्तो पऱ्यौँ। अब हामी चाहिँ अब त्यो जब सेन्टरले जता हाम्रो भाग्य पुरा हो हामी पनि त्यतै जान लाग्यो। अब मेरो साथी फेरि काम पारेर मक्स परिखिनु हो कि अर्कै छ। अनि अब चाहिँ हामी खोज्दै बाटोतिर अब त्यो यातायात कता सोध्दै जानुपर्छ है। ल्याउ न कसैले पैसा त उसको फेरि अब अर्कै रहेछ यता फेरि केटी आउँथ्यो केटी हो कि अब छक्का आउँदै रहेछ। म चाहिँ साथीहरू अहिले चिप्लेढुङ्गामा छु। सबैजना मलाई काम खोज्न मद्दत गरिदिनु होला। हेलो गाइज, आज हामी यहाँ केटी कामको खोजीमा छौँ। अनि हामी यहाँ खोजिरहेछौँ तर भेटाएको छैन। अनि मेरो साथी चाहिँ ऊ त्यहाँ छिन्।
अनि म चाहिँ यहाँ छु अनि हामी यहाँ काम खोजिदिरहेको हामी तँलाई भेटेको छैनौँ त्यही पनि हामीसँग पैसा छैन त्यही पनि चटपट खान छोड्दैनौँ अनि अर्को कुरा पकाउनु उस आउँछ म त्यहाँ छोडिदियो है नै मसँग जम्नु होइन बस्नु पकाएको होइन पकाल र साथीहरू यत्रो बेरसम्म खाएँ हगे पाएँ के गरेँ है लास्टमा के बिर्सेँ भनेको त भ्लगै बनाउनु बिर्सेछु लाउन अनि अब घर आइसक्यो अब घर पनि के बनाउने अब चाहिँ आजको भ्लग चाहिँ यतिसम्म छ अब फेरि गएर बनाउनु मिलेन ल है अब काम अब भोलिदेखि हुन्छ आजको भ्लग साथीहरू म त घर पनि आइसकेँ अब भ्लग पनि त्यस्तै भयो बनाउने अब सब्सक्राइब गर्नु भन्दा अब यस्तो नि के सब्सक्राइब गर्न मन लाग्ला अब गर्न मन लाग्यो गर्ने मन लागेन भने अब मैले के भनिरह साथीहरू बाई लाइक गर्न चाहिँ नबिर्सिनु होला